हेलो गाइस, रातिको 11:19 भयो अनि यहाँ हाम्रो पात्रमा त चैत 16 देखाइरहेको रहेछ। चैत 17 गते मेरो दिदीको ह्याप्पी बर्थडे अनि हामी त नि दिदी र भाइ भएर हाम्रो दिदी मेरो दिदी भनेछु अनि त्यसपछि यहाँ हल्ला नगर्न। अनि भाइ र म भएर चाहिँ भाइ चितवनबाट दिदीलाई बर्थडे सरप्राइज दिन भनेर आएको छ। अनि त्यसपछि म चाहिँ मन हुनपर्छ, जोस त्यत्तिकै आउँछ होइन। चितवनबाट दिदीलाई बर्थडे सरप्राइज दिन भनेर भाइ आइपुग्यो, कान्छो भाइ। And me also. Happy birthday! हाम्रो भिनाजु मेरो ब्रो सपोर्टर स्कुटी जित्दिँदै हुनुहुन्छ दिदीको बर्थडेको लागि। गाली खान्छ नि बिस्तारै चोरमै। कहाँसम्म हिँडाल्नु, पेट्रोल पम्पसम्म हिँडाल्नु। त्यही हुँदाखेरि नभुल्ने के बर्थडे सरप्राइज दिने भनेर हिँडेको, अलिक छिटो हिँडेको, अलि ढिलो हिँड्नु कहाँ घर भन्ने। अब रातिमा हामीले चोर भनेर लहर्न त लहर्दैन नि। यतातिर त लास्टै हो कि फेरि।
Happy birthday. Happy birthday. स्प्रे भएन म त 3 बजे यहाँ हामी छिटै आएर गयो ट्रेन त्यो के हाम्रो घरमा खोल आमा आमा भने चिच्चार आमा डराम्बो आमा बोलाएको सुन्दैन सुन्नु म त सुने केटीहरू आएछन् कि भनेको के तिनीहरूले केक लिएर आयो होला भन्ने भयो कि मलाई सुबुहरूले केही लिएर आएर अनि सुबुले भन्यो आमा आमा गर्दिस् त बत्तीस भनेको 1 2 3 4 5 6 7 9वटा रहेछ बुढो भएको जस्तो नबनाइदिउँ भनेर के स्वीट 9 बल्ल 10वटा रहेछ अरे यसको तलको एउटा क्याप भेटाइ त्यो भोलि हो के त्यस्तो त भोलि हो के भोलिको काम हुन्छ त्यस्तो यो अहिले यो भिनाजुको क्या भिनाजुलाई निन्द्रा लागेन फेरि जोइन गर्दा अलका त्यही ल भिनाजु ह्यापी बर्थडे भन्नु भिडियो कलमा आयो नि हुन्छ अनिल भिनाजुलाई जोइन त हेलो राखिदिनु भएको छ उता अलरेडी राख जोइन गराइदिए गराएको रहेछ क्या तिम्रो पनि यता रातो यो इट्स मी भन्नेवाला ह्यापी बर्थडे कस्तो लाग्यो कसलाई सरप्राइज पर्फेक्ट यो वाला क्यान्डल त बिगारी यसले बिग्रियो बबार रहेछ यिनीहरूको सरप्राइज डर लाग्ने राति भूत चिच्चार हैरान भयो त्यहाँबाट उता बाल्छ एउटा भूत आएर आज 12 बजे म धेरै बेर पनि बाहेन सुतेको बाबु सुतेको थिएन अघि एकछिन बोल्न दिउँ न एकछिन बोल्न के वाला खतरा हार्ट अट्याक हुन्थ्यो अरे जुरुकको उठाउने अनि ह्याप्पी बर्थडे भन्ने त ढोका नलावा त त्यस्तै गर्नु धेरै बेर सुतेकै थिएन कि आज धेरै बेर भएको थिएन कि सुतेको खै भिनाजु थ्याङ्क यू भाइ यहाँ यिनीहरूले भूत झै तर्सायो नि त मलाई राति भूत आयो झै गरायो नि त को चोर सोर आयो पनि भन्ने भयो कि मलाई त पहिला त चोरहरू केही आयो कि भन्ने भयो कि बोल्दै बोल्दैनन् को भनेको बोल्दै बोल्दैनन् ए भयो 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 त्यहाँ पग्लियो निभाउने होला नि के नि हो
ए फुक फुक न ए फुक त्यही गड्यो के एक निप्दो रहेनछ क्या जति पुग्यो त्यति ल्या अरे बाँधिहाल्नु पर्यो बोलिरहन्छ है जति पुग्यो त्यति बोल्ने रहेछ कि के यहाँ बाङ्गिएर हैरान सुत मन न ओके निन्द्रा लाउँ निन्द्रा भगाइदिएर सातो फुक्नु उडाइदिए सातो भोलि फुक्न लानु पर्छ कि नै ज्वरो त आउन नि सातो फुक्न लानु पर्छ कि नै भोलि